जिटिआरको पनि फोटो खिचिदिनुपर्छ यता झन् हिरोको चाहिँ निकालिदिनु पऱ्यो नि यता झन् कति बज्यो 5:30 भयो 4-5 5:30 5:30 5 ओहो मैले हेर्नु न ल हिँड्नु झन् हिरोको चाहिँ निकालिदिनु पऱ्यो नि यता झन् जिटिआरको पनि फोटो खिचिदिनुपर्छ यता दाइको चाहिँ अलिकति के नमिले यस्तो देखिन्छ घरको भन्छ है कोठाहरू चाहिँ अनावश्यक त्यो न्याहारी शैली न्याहारी शैली होइन त ल हेर्नुहोस् हाम्रो यो नमुना बस्तीको हालत यस्तो छ हेर्नुहोस् हाम्रो यता सर सम्बन्धित निकायहरूले हेरिदिनु होला प्लिज रोजा ड्राइभर बाटो बनाउनु भएन भने यस्तो त्यहाँ पनि जुन गरेर देखाइदिनु हेर्नु पनि पानी छ ताल हेर्नु न ताल सानो परेछ त है अब यो मेन हाइवे हो यो अब चुनिखेल जाने हाइवेको बाटो यस्तो छ भयो अब बिजोक घरि बिजोक अब योभन्दा ठुलो पानी पऱ्यो भने त मान्छे बगाउँछ यहाँ मान्छे बगाउने
मान्छे बगाइसक्यो अब के गर्ने होला ल यसरी बिजोग भएर बसिएको छ पानी त आम्मा यार आज अनि कन्सर्ट त खतरा भयो होला त्यो दुर्गेश थापाको तल भल हेर्नु नि यहाँ हेर्नुहोस् नयाँ बस्तीको हालत कतिसम्म दुर्दशा छ हाम्रो यो टोलमा कति दुःख हेरिरहेका छौँ हामीले हेर्नुहोस् सम्बन्धित निकायहरूले हेरिदिनुहोस् आम्मा खोला त सबै फर्केरै आएछ लोको अघि हाले मार्नु आमा के हो यार यो अचम्म भइगयो नि त यार बाख्रा बगाललाई चाहिँ भएको उताबाट भल त उता तपाईँ घरतिर गएछ हो तल त कहाँ जानु दोकानमा गयो अब त्यसमा दयालको कन्सर्टको उता